के गरिदिनु त खारै तिर्नु भन्ने हैसियतले गर्दाखेरि मैले प्रोडक्टलाई प्रयोग गरेँ। किन आफूलाई समस्या पनि छ र पैसा पनि तिर्नुपर्छ भने मैले प्रयोग गरेर तिर्नुपर्छ भनेर गरेँ। नभए यो प्रयोग गरेपछि मलाई कब्जियत खोल्नलाई सजिलो बनाएछ, केही राहत मिल्यो र यो पेस्ट जुन घाउ थियो स्थानमा लगाइयो, बहुत पोल्यो पनि। त्यतिखेर भेटेको भए त बिचमा पठाउने पनि थियो होला, तर उहाँ टाढा हुनुहुन्थ्यो र यहाँ कसैले एप्लाई गरेर लाउनु भएको छ भने एकदम सतर्क भएर भन्नु होला। किन लगाइसकेपछि छेउमा भेट्यो भने सजिलो चाहिँ पठाउने दिनु है। र त्यो मसाज ओइल र पेस्ट मिसाएर लगायो भने धेरै राम्रो हुन्छ र पेस्ट मात्रै लगायो भने पनि स्टुला भएको, मलबार पोल्ट्री भएको, तपाईँको चाहिँ नसाहरू भएको र लुन्द्राहरू झुन्निएकाहरूलाई चाहिँ सुकाउनलाई त्यसलाई चाहिँ समस्यालाई सल्भ गर्दो रहेछ, मलाई आफूलाई भएको कुरा है। त्यस कारणले गर्दाखेरि मैले त्यो प्रोडक्ट युज गरिसकेपछि र आफूलाई राम्रो केही भएपछि 2-4 हप्ता पछाडि म सम्बन्धित अफिससँग जाने निरो गरेँ। किन त भन्दाखेरि अब हिजो करले सुरु गरेको खाएपछि राम्रो भएपछि त के कोचास कानो आएको होइन, बिरामको कोचा भएपछि जाने कि नजाने त जानु पऱ्यो। जानका लागि म अनि उहाँलाई फोन गरेँ, सर मलाई यस्तो यस्तो भयो, तपाईँको अफिस कहाँ भनेर यति खुसी हुनुभयो, लु दाजु तपाईँ आउनुहोस्, म तपाईँलाई म रिसिभ गर्नलाई फलाना ठाउँ आउँछु भनेर मलाई अफिसमा पुर्याउनु भयो। अफिसमा पुर्याइसके पछाडि अब यहाँ क्लास हुँदो रहेछ, त्यहाँ फ्राइडेको दिन थियो क्लास, यसरी त्यहाँ बसेर सुन्नुहुन्छ। त्यहाँको चाहिँ हाम्रो प्रेजेन्टर सर जसले क्लास गर्दै हुनुहुन्थ्यो, उहाँले चाहिँ यिनै विषयमा धेरै कुराहरू गर्नुभयो र आफूलाई समस्या सल्भ भइसकेको थियो त पुरै थिएन, तर पनि सुधार भइसकेपछि विश्वास भयो आफूलाई र विश्वास भइसकेपछि मैले यो प्रोडक्टलाई आफ्नो आत्मसात गरेर म त्यो क्लासमा गएको थिएँ। र क्लासमा सुन्दै जाँदाखेरि के कुरा आयो भन्नुहुन्छ भने प्रोडक्ट प्रयोग गरियो र शरीरभित्र पठाइयो रोग त ठिक हुँदो रहेछ, तर रोग ठिक हुनुभन्दा पनि यहाँ फिट भयो भने त दुनियाँकै हिट हुँदो रहेछ भन्ने कुरो सुने। सुनेपछि हेर्नुहोस् है, त्यो झाडीबाट निस्किने एउटा मात्रै विकल्प मलाई आयो। के आयो त भन्नुहुन्छ भने अब यो प्रोडक्ट खाँदाखेरि स्वास्थ्य त पाइने, बोल्दाखेरि पैसा कमाइने, कति पढ्नुपर्ने रहेछ भन्ने कुरो शङ्का लाग्यो। सोधिएँ, त्यहाँबाट हात उठाएर सोधेँ, यसो हात उठाएँ, उठाएपछि किन भनेर, सर तपाईँले भनेको कुरा सबै ठिक लाग्यो, किनकि त्यहाँनिर उहाँ 4 महिनामा डायमन्ड भएर 4,000-5,000 रुपियाँ चाहिँ बोनस आएर उहाँको हेडलाइन भएर धेरै कुराहरू त्यहाँ इन्कम स्रोतहरू देखाइए। देखाइसकेपछि मलाई त लोभ लाग्यो नि त, लागिसकेपछि सोधेँ मैले यो काम गर्नलाई कति पढ्नुपर्छ भनेर सोधेँ। अनि उहाँले भन्नुभयो किन र भनेको, मलाई इच्छा लाग्यो, मलाई चाहिँ यो बिजनेस गरेर तपाईँ जस्तै पैसा कमाउने, त्यही त हो अन्तर्क्रिया हुँदा। भनेपछि उहाँले भन्नु पढ्नु चाहिँ होइन, प्रयोग चाहिँ गर्नुपर्छ, प्रयोग गरेको कुरा बोल्नुपर्छ, त्यतिखेर पुग्छ भने। हजुरहरूलाई सजिलो लाग्यो, मलाई त सजिलो लाग्यो। के भन्नु भने प्रयोग गर्नुहोस्, पढ्नु होइन, प्रयोग गर्नुहोस्, प्रयोग गरेको कुरा कस्तो लाग्छ त्यस्तै बोल्नुहोस्, त्यहाँभन्दा धेरै बोल्नु पनि पर्दैन। तितो अमिलो पिरो टर्रो जस्तो लाग्छ त्यस्तै बोल्नुहोस् भनेपछि त्यति बोल्न आएन त के मान्छे भनेर बाटाबाटी बोल्न थालेको है। 1 महिना स्टाइल भन्ने पोस्ट पाइएछ। अब 1 महिनामा स्टाइल पोस्ट पाइयो, बोनस खाँदा पियोस भयो। 650 सेलरी भएको मान्छेलाई 616 बोनस आएछ है। महिनाभरि काम गर्दाखेरि 650 सेलरी पाइन्थ्यो। अब रोग भगाउनलाई किनेर खाएको जिनिसबाट चाहिँ 616 बोनस आएपछि अब मान्छे के गर्छ, कता जान्छ, चाहिँदैन न देश हुन्छ भनेन। अब त्यहाँबाट सुरु गरियो, सुरु गरिसके पछाडि आजका मितिसम्म मैले जतिजनासँग मैले यसो समन्वय गरेँ। सुरुमा म एउटा घाँस काट्ने सामान्य सर्वसाधारण मान्छे थिएँ भने आज मेरो टिममा धेरै योग्य विज्ञ र क्षमतावान मान्छेहरू हुनुहुन्छ र जोडिनु भएको छ। टोटल टिम भनेको लगभग कवि सरले भनिसक्नु भएको छ होइन, लाखभन्दा क्रस भएर अब लाख भन्दा पनि 2 लाख भन्ने दिन आउन आँटेका छन्, मुस्किल छैन होइन, क्रस हुँदैछ। एकजना मान्छे सुरु गरेको, जसले सक्दिनँ भन्छ नि, सक्दिनँ भनेको समस्या थपिनु हो, सक्छु भनेको समस्याको समाधान गर्नु। त्यहाँबाट पाइन्छ प्रणाली, जहाँबाट तपाईँले उपलब्धि गर्छ त्यहाँबाट चाहिँ जुक्ति खोज्ने हो नि त। जुक्ति बिनाको मुक्ति पाइँदैन त, आइडिया त खोज्नु परेन। र भन्ने कुरामा आज जति पनि कुरा सुन्नुभयो, बुझ्नुभयो, हजुरहरूको बुझाइ एउटै मात्रै आज जो आउनुभएको छ, मैले बुझेको डिरेक्सनमा अति धेरै पनि छ। किनभने अब हजुरको लामो समय बसेर मैले भन्दै जाँदा घन्टौँ पनि बित्न सक्छ, तर विषयवस्तुमा सटिक र टपिकमा म केही कुरो गर्न चाहेँ। हस्।